यो भनेको हाम्रो खुन पसिना अनि देश विदेशमा हाम्रो भुपुहरू यहाँ मात्रै होइन संसारमा छरेर बसेको भुपुहरूबाट यहाँ उनीहरूले पनि कति दुःख गरेर खाइ नखाइ बचाएको 2-4 पैसा थोपा थोपा जम्मा गरेर बनाएको संरचना हो। यहाँ माथि चाहिँ कुनै हालतमा हामीले कसैलाई पनि हस्तक्षेप गर्न दिनु हुँदैन। तर भोलि गएर त्यो ठेक्का टेन्डर सुरु भयो भने हामीले त्यो देख्न पनि पाइँदैन र भइपरे आउँदाखेरि त्यो मर्मत सम्वाद पनि हुँदैन। त्यसो भएको हुनाले मैले अस्ति गएर कार्यवाहक मेयर साहबलाई मैले त्यही भनिराखेको छु, यो भनेको कुनै पनि नगरको बजेट सरकारको बजेटबाट बनेको होइन। तर के अरे ज्येष्ठ नागरिक पार्कदेखि लिएर यहाँ माथि यो जति पनि बनेको संरचनाहरू सबै गर्दाखेरि यो सबै थोपा थोपा पब्लिकको डोनेसन उठाएर बनाएको हो, भलिन्टियर डोनर्सहरूले दिएर बनाएको हो। गर्दाखेरि यहाँ चाहिँ कुनै हालतले पनि त्यसरी ठेक्का टेन्डर लाइन हुँदैन भनेर मैले सल्लाह दिएको छु। तर उहाँहरूले जबरजस्ती भोलि गएर त्यसो गर्नुहुन्छ भनेदेखि हामी चुप पडाएर बस्नु हुँदैन। यसमा म तपाईँहरूलाई अहिले नै सल्लाह दिन्छु अनि सचेत गर्छु। मेयर साहबहरूको चेन्ज पछि के अरे निवर्तमान मेयर साहब बाहिर निक्लिनुभयो। अहिले नयाँ के अरे कार्यवाहक मेयर सरले नगरपालिकालाई हाँक्दै हुनुहुन्छ। तर जब यहाँ हामीलाई बृहत संरक्षण समिति गठन गरेर हामीलाई एउटा जिम्मेवारी दिनुभयो, त्यो लगेर हामीले कार्यवाहक मेयरलाई तुरुन्तै हामीले सबै समिति गएर उहाँलाई भेट्यौँ। लो हामीलाई यस्तो यस्तो खालको जिम्मेवारीहरू दिएको छ है, अब हामी नगरपालिकासँगै सहकार्य गरेर काम गर्ने हो, तपाईँहरूकै मातहतमा रहेर काम गर्ने हो भन्दाखेरि उहाँहरूले अलिकति हाम्रो जुन त्यो दिएको जिम्मेवारीहरूलाई चाहिँ त्यति मान्यता दिएको जस्तो बुझिएन र उहाँले के भन्नुभयो भने ठिकै छ हामी अध्ययन गर्छौँ र मिटिङमा बोलाउँछौँ है तपाईँहरूलाई भन्नुभयो। तर बोलाउनु भएन। अनि हिजो अस्ति फेरि गएर हामीले त्यसलाई के गर्ने भन्दाखेरि एउटा सञ्चालक समिति बनाउनु पर्छ। त्यसमा चाहिँ नगरपालिकाको सदस्य, कर्मचारी अनि डोनर्स तपाईँहरूको भुपुहरूको सबै बसेर चाहिँ एउटा त्यो सञ्चालक समिति बनाउनु पर्छ ताकि त्यसले चाहिँ पछिसम्म यहाँको मेयरहरू यहाँको कर्मचारीहरू चेन्ज भइराख्दाखेरि पनि त्यसले चाहिँ मान्यता पाओस्, त्यो खालको बनाउनु पर्छ भनेर चाहिँ सल्लाह पाइयो। आशा छ उहाँहरूले हेर्दै हुनुहुन्छ होला। त्यो नबनिन्जेलसम्म अहिले जुन यो बनिएको समितिबाट नै कामहरू भइरहेको छ, सहकार्य भएर काम हुन्छ र त्यो खालको चाहिँ हामीले सल्लाह पाएको छौँ। र पनि तपाईँ हामी चुप्पो लागेर बस्नु पर्ने अवस्था छैन। तपाईँहरूले विभिन्न मिडिया मार्फत अहिलेको अलिकति एक्टिभिटीहरू हेर्दै हुनुहुन्छ, देख्दै हुनुहुन्छ, अलिकति फरक तरिकाले गइराखेको देखिन्छ। र यसमा मलाई सबभन्दा दुःख लागेको चाहिँ यही नै छ। म चाहिँ रिटायर पछि नेपालमा झन्डै 20 वर्ष यो वेलफेयरतिर काम गर्दाखेरि विभिन्न जिल्लाहरूमा एउटा एरिया वेलफेयर अफिसर भएर बस्दा एउटा अड्डा प्रमुखको नाताले अब अहिले सङ्घीय सरकार भएपछि पो गाउँपालिकातिर गयो। पहिला सबै जिल्लामा केन्द्रित थियो बजेट कार्यक्रमहरू, यो विकास कार्यक्रमहरू। त्यो बेला हामी हरेक वर्षको उनीहरूको विकास कार्यक्रममा हामी सामेल हुन्थ्यौँ, हाम्रो पनि लगेर पेस गर्थ्यौँ। तर के हुन्थ्यो त भन्दाखेरि हाम्रो चाहिँ त्यो प्रोग्राम पेसेको 3 महिना 6 महिनादेखि सम्पन्न भएर प्रतिवेदन हामीले बुझाउँदै जान्छौँ भनेदेखि नेपाल सरकारको चाहिँ अर्को वर्षमा त्यही गइराखेको हुन्थ्यो। र सबभन्दा नराम्रो प्र्याक्टिस नेपालमा के छ भन्दाखेरि जो होस् उसले जतिसुकै राम्रो गरेर जाओस्, आउने मान्छेले त्यो पछ्याउँदै उसले त्यो पुरै मेटाएर अर्को सुरु गर्नुपर्छ र मात्रै उनीहरूले त्यो बजेट खेलाउनु पाउँदो रहेछ। गर्दाखेरि यो सिस्टम अब यहाँ मात्रै नभएर नेपाल अधिराज्यभरि माथि वरिष्ठ मन्त्रालयदेखि ग्राउन्ड लेभलसम्म यो के अरे प्र्याक्टिस छ। जबसम्म यो हट्दैन हाम्रो देशमा विकास हुँदैन। गर्दा अहिले यहाँ पनि हामीले त्यो देख्दैछौँ। तर हामीले यत्रो दुःख गरेर मैले सुरुदेखि तपाईँहरूलाई जताइराखेको छु, यो भनेको हाम्रो खुन पसिना अनि देश विदेशमा हाम्रो भुपुहरू यहाँ मात्रै होइन संसारमा छरेर बसेको भुपुहरूबाट यहाँ उनीहरूले पनि कति दुःख गरेर खाइ नखाइ बचाएको 2-4 पैसा थोपा थोपा जम्मा गरेर बनाएको संरचना हो। यहाँ माथि चाहिँ कुनै हालतमा हामीले कसैलाई पनि हस्तक्षेप गर्न दिनु हुँदैन। त्यसमा तपाईँ हामी सबै तयार हुनुपर्छ अनि यसमा चाहिँ हामी एकदम प्रष्ट हुनुपर्छ। भोलि गएर उनीहरूले यहाँको आश्रित देखेर बिस्तारोसँग सिस्टममा लगेर
ठेक्का टेन्डर लाउने उनीहरूको सोच देखिँदैछ अहिले हेर्दाखेरि। तर त्यस्तो भयो भनेदेखि भोलि गएर अहिलेसम्म त हामीले प्रष्ट रूपमा यो हरेक काउन्टरमा कति पैसा हरेक दिन उठ्दैछ भने हामीले प्रष्ट देख्दैछौँ। अनि त्यो हाम्रो समितिले हाम्रो कोष अध्यक्ष मार्फत हरेक दिनको त्यहाँनिर कति उठ्यो भनेर डेटा हामीले पाउँछौँ। तर भोलि गएर त्यो ठेक्का टेन्डर सुरु भयो भने हामीले त्यो देख्न पनि पाइँदैन र भइपरे आउँदाखेरि त्यो मर्मत सम्वाद पनि हुँदैन। त्यसो भएको हुनाले मैले अस्ति गएर कार्यवाहक मेयर साहबलाई मैले त्यही भनिराखेको छु, यो भनेको कुनै पनि नगरको बजेट सरकारको बजेटबाट बनेको होइन। तल के अरे ज्येष्ठ नागरिक पार्कदेखि लिएर यहाँ माथि यो जति पनि बनेको संरचनाहरू सबै गर्दाखेरि यो सबै थोपा पब्लिकको डोनेसन उठाएर बनाएको हो, भलिन्टियर डोनर्सहरूले दिएर बनाएको हो। गर्दाखेरि यहाँ चाहिँ कुनै हालतले पनि त्यसरी ठेक्का टेन्डर लाइन हुँदैन भनेर मैले सल्लाह दिएको छु। तर उहाँहरूले जबरजस्ती भोलि गएर त्यसो गर्नुहुन्छ भनेदेखि हामी चुप लगाएर बस्नु हुँदैन। त्यसमा म तपाईँहरूलाई अहिले नै सल्लाह दिन्छु अनि सचेत गर्छु।